गाइस आज म यहाँ बस्ती आएको छु। यहाँ विकेन्डमा बस्ती आएको थिएँ। हेर्नुस् न हाम्रो बस्तीको नजारा यस्तो छ। यति दामी छ यहाँको नजारा। हेर्नुस् सबैजनालाई। यहाँ हेर्नुस् अब पानी पनि यसरी बाहिरै उमालिराखेको छु। पुरा उम्लिँदैछ पानी। अब यहाँनिर बाहिर पानी उमालेर अब अर्ग्यानिक पानी खानुपर्छ। यो पानी पनि अर्ग्यानिकै हो। फेरि यहाँनिर हेर्नुस् अब यहाँ भित्र मेरो आमाले चाहिँ सब्जी केलाउनु हुँदैछ। यो हेर्नुस् न यति दामी यो हरियो यो तलबाट अहिले बारीबाट टिपेर ल्याएको इस्कुसको मुन्टा, गिन्देरीको साग यति दामी छ। अब आलुहरू बस्तीमै निकालेको आलु हो। यस्तै यहाँ सुकाइरहेछ। फेरि यहाँ हेर्नुस् न हाम्रो एउटा सानो परिवारमा सानो एउटा केटी पनि छ है। यहाँनिर यो हाम्रो छोरी यो पनि यहाँ हामीसँगै बस्छ। अब यसरी नै यहाँनिर भात पनि पाकिरहेछ चुलामा है। भातहरू पनि पाकिरहेछ चुलामा। यसरी मजाले भात पाकिसक्यो। अब स्याचु पनि सुकाइरहेको छु। अब भित्र आज खास चाहिँ हामी आज मदर्स डेको उपलक्ष्यमा यहाँ आएको। आमालाई यसो ह्याप्पी मदर्स डे भन्नु लागि मेरो आमालाई ह्याप्पी मदर्स डे आमा। मेनी ह्याप्पी रिटर्न्स अफ द डे। मेरो आमाको आयु लामो होस्। अर्को पालि हामी यसरी नै मदर्स डे मनाउनु पाऊँ है आमा। यसरी सधैँ यहाँ आएर अर्ग्यानिकहरू खानु पाऊँ। ल आमालाई